ल मलाई चाहिँ केटीएम डुक 200 चाहियो र अलिकति लो बजेटमा एकदमै बवाल बाइक चाहियो भन्नेहरूको लागि चाहिँ यो चाहिँ एकदमै स्पेसल हुनसक्छ है। गए 11 को 2016 मोडलको पनि हो, बाइक पनि 16 मोडलको हो र बाइक पनि फ्रेस छ र अलिकति लो बजेटमै आउँछ किनकि गए 11 को 2016 मोडलको बाइक हो। अलिकति यो प्राइसमा चाहिँ अलिकति हामीले प्राइस ड्रप गरेर भए पनि अफरहरू राखिदिएर भए पनि तपाईँहरूको लागि भनेर स्पेसल राखिदिएको छौँ है। स्पेसल छँदैछ 2 महिना जस्तो स्टक बसेको भएर तपाईँहरूलाई अलिकति प्राइस पनि ड्रप भएको छ र अफर पनि राम्रै पाउनुहुन्छ है। त्यसको लागि चाहिँ कल गर्नु होला। र हेर्न सक्नुहुन्छ है तपाईँको टायरहरू पनि ओके छ, केही नै भएको छैन। टायरहरू सिङ्सर स्टिकर भइहाल्यो, यो साइडमा गुट्का भइहाल्यो, फुल सर्भिसिङ गरिसकेको छ। ह्यान्ड गार्ड भइहाल्यो, लेग गार्डहरू पनि भयो, ह्यान्ड गार्डहरू छ, लेग गार्डहरू पनि हालिदिएको छ। इन्जिन अहिलेसम्म पनि सिल प्याक छ है। बाइक चाहिँ 2016 मोडलको ओरिजिनल स्टिकर छ अहिलेसम्म पनि है। हेर्न सक्नुहुन्छ बाइक एकदमै फ्रेस छ। पछाडिपट्टि झन् भन्नै परेन, अफरोड जानुहुन्छ भने एकदम बेस्ट खालको टायर हालिदिएको छौँ। यो चाहिँ अफरोडतिर बवाल हुन्छ यो टायर चाहिँ है, एकदम बवाल हुन्छ है अफरोडतिर। त्यसको लागि भयो। र बाइक चाहिँ 29,000 किलोमिटर रनिङ गरेको छ यो बाइकले चाहिँ है। यहाँ तपाईँको 29,000 किलोमिटर रनिङ गरेको छ, देखेको छैन है। तपाईँको ट्याक्कै 29,000 किलोमिटर रनिङ गरेको छ बाइक। बाइक चाहिँ एकदमै फ्रेस छ है, 2016 मोडलको बाइक हो। बाइकमा 1 रुपियाँ खर्च गर्नु पर्दैन, तपाईँहरूले लगेर 1 रुपियाँ पनि खर्च गर्नु पर्दैन। तपाईँहरूलाई लगेपछि केही समस्या आयो भने पनि हामीले हेरिदिनेछौँ र 2 महिना स्टक भएको कारणले गर्दाखेरि चाहिँ यो बाइक चाहिँ अलिकति तपाईँहरूलाई प्राइस चाहिँ अलिकति ड्रप गरेर दिनेछौँ है। बाइक एकदमै बवाल छ। बाइक चाहिँ सोरुममै हाम्रो बनाउने बाइकहरू है, सबै बाइकहरू सोरुममै बनाउने हो। बाइकमा 1 रुपियाँ खर्च छैन, आएर मजाले चेक गर्न सक्नुहुन्छ। म साउन्ड पनि सुनाइदिन्छु। त्यस्तो च्यासिस भाँचिएको इन्जिनहरू गएको त्यस्तो चाहिँ हुँदैन हामीसँग है। तपाईँलाई म यहाँबाटै देखाइदिन्छु। ल हेर्न सक्नुहुन्छ साइड लाइट समेत हामीले ओरिजिनल हालेको हुन्छ कि। एउटा साइड लाइटको चाहिँ तपाईँको 1750 पर्छ। साइड लाइट समेत ओरिजिनल हालेको हुन्छ। फेरि एउटा मात्रै भन्ला है, अर्को पनि ओरिजिनल, सबै पछाडिको पनि ओरिजिनल। साइड लाइट समेत ओरिजिनल हालेको हुन्छ। 4वटा साइड लाइट हाल्दा 7,000 जस्तो जान्छ। साइड लाइट समेत ओरिजिनल छ भने चाहिँ बाइक कस्तो होला भन्नै पर्दैन है। बाइक बवाल नै छ। बाहिरको लोकल हामीले सामानै हालेको हुँदैन, सबै ओरिजिनल सामान हालेको हुन्छ। बाइक एकदमै फ्रेस हुन्छ। साउन्ड सुन्नु होला एकचोटि है। यसलाई स्टार्ट गरौँ है। ल बाइक खोजे जस्तो सोचे जस्तो छ, मजाले आउन सक्नुहुन्छ है त।